हाई गाइस, हेर्नु कुरुम्बामा हाम्रो अङ्गुर चाहिँ यसरी फलिरहेको छ। हामी चाहिँ आज हाम्रो फार्ममा आएको कुरुम्बामा लट्टै फलिरहेको छ। हेर्नुहोस् यो अङ्गुर यो अङ्गुरको नाम चाहिँ के हो, कुन अङ्गुर हो, तर यसरी लट्टै फलिरहेछ। यो हेर्नुहोस् हाम्रो फार्म आज कुरुम्बाको हामी ओरेन्ज फार्ममा आएको छौँ। मजाले फल्ने रहेछ अङ्गुर पनि। यसलाई अब यो साथसाथै यो आरुको बोट पनि हो, आरु पनि फलिरहेछ। अनि यता माथि माथि थुप्रो फलिरहेछ अङ्गुर। यो चाहिँ एकदम राम्रो अङ्गुर भर्खर चिचिला। यता पनि डम्म फलिरहेछ अङ्गुर पुरा। यता र भर्खर फल्दैछ। अनि यो अस्ति मलहरू खन्ने हुँदा यतापट्टिको हाँगा भाँचिदिए अनि डम्म फलिरहेछ गाइस। हाम्रो यो चाहिँ यसो हामीले चाहिँ कुरुम्बाको ओरेन्ज फार्म हो। भर्खर 1.5 इयर भयो हामीले लाएको। अब होपफुल्ली आफ्टर 5 इयर्समा चाहिँ हामीले यसको योबाट हामी विल बी अन मनी। सो गाइस